यो चाहिँ धानको बियर रहेछ। यो चाहिँ के ठाउँ अरे? यो चाहिँ बेनी है, बेनी। यहाँ खोला तर्नु नसकेर वरै बसिरहेको हामी चाहिँ। यहाँ ड्रागन फ्रुटले फुल्दै रहेछ। पर्मिला सिस्टर भनेको काकी हौ, काइली काकी। बिग बोय रहेछ है यहाँ चाहिँ। बिग बोय कति सानो ठाउँ हो मैनी। यहाँ चाहिँ हामी चाहिँ बाटो यहाँ खोलाले बगाएर चाहिँ यहाँ ट्र्याक्टरले बनाउँदै रहेछ। अनि यहाँ खाजासाजा खाएर यसो बाटो बनाएको हेर्न है। अब यसरी बाटो बनाउँदै रहेछन्। दिया मेरो सानो फुल थियो है, तिमीको सानो फुल थियो है। हुँदैन, छेउमा नजानु न हौ। भाइ लड्छ जाने भाइ समोसँग। लड्छ है बाबा, लड्छ है। भाइ लानु नानी। Go back. Go back. Bye sama muna. यो चाहिँ माई खोला हो, माई खोलाको पुल। तल जाँदै गरेको मन्दिर, माई खोलाको मन्दिरहरू यो चाहिँ होइन। सर्भिस
ल यो चाहिँ सुब्बेनी भाउजूको घर हो। यता चाहिँ रिजलहरूको खगेना दाजुहरूको घर है। यता चाहिँ यो सुब्बेनी भाउजूको घर। यो घर चाहिँ यहाँ भट्टु राईको घर हो। यहाँ त पुरै सुँगुर पाल्न थालेछ। अनि भाउजूको यो दिलीपको घर है। दिलीप यो दिलीपहरूको घरको यो यस्तो मात्रै रहेछ होइन। यो दिलीपहरूको घर यहाँ यतापट्टि यो तारा दाजुको घर। तारा दाजुको घर यो चाहिँ हाम्रो घर रहेछ। कन्याना ऊ हेर्नु त यो 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 आँपको झ्याङ को बस्नु जाने यहाँ? कुरो सबै लाग्यो। यो चाहिँ पापाले रोपेको। यो तिम्रो घरमा त मान्छे छ है? अनि रुखहरू पनि थियो यहाँको रुखहरू सबै यहाँ कटहरको रुख छ। त्यही हो त्यही छ। पर्तीहरूको घर यो पर्तीहरूको घर। सुको घर मन्चुको घर अहिले हेर्नु। यहाँ रहेछ ऊ यो रहेछ। सेक्टर E3 बेलडाँगी 3 है। यो चाहिँ 81। यो चाहिँ कटहरको रुख यहाँ डल्लै छ। यो घर पछाडि थियो कि न कस्तो अगाडि हो अगाडि विकास कामको घर अगाडि विकास खाना क्या। त्यो त एउटा रुख काटेको थियो। त्यो रुख काटेको थियो जस्तो लाग्छ मलाई कि काटेको थिएन कि। यो त अर्कै कटहरको रुख हो। यहाँ फुल थियो फुल पनि सबै मान्छे छ। उसब जन्मेको बिचारा भिटाइयो यो। खै ल उसब जन्मेको घर। यहाँ चाहिँ यो थिएन ऊ के अरे यहाँ रुखहरू थियो त खोइ रुखहरू। एउटा डल्ले सुकिरहेको छ एउटा। यता थियो होइन? यता कता थियो? कता? ल ल ए राजमामाको घर चाहिँ यहाँ यो मात्रै रहेछ है। बारी मात्रै रहेछ। को धाबी गुरुजी यिनीहरूको घर? राजमामाको यो गोमाहरूको पानीको ट्याङ्की। यो हामीले 18 वर्ष पानी खाएको ठाउँ है। यो चाहिँ बेलडाँगी 2 र बेलडाँगी 3 को बिचको बजार है। यो चाहिँ यता राइट साइडपट्टि प्रहरी चौकी। कटहर फलाएर रहेछ है यहाँनिर सोर्तीको भाडामा। ए कटहर एउटा त टिपेर बोकियो भयो हामी त।